स्वागत छ हजुरलाई। धन्यवाद छ। हजुरलाई मन्त्री भन्दा पनि दाई भन्दा तपाईले सहज ठीक छ, एकदम राम्रो हुन्छ हैन। त्यसैले मैले दाई भनेर सम्बोधन गर्न चाहे। तपाई किताब बेच्दै मन्त्री हुँदिन भन्दै जबरजस्ती तानेर ल्याएर मन्त्री बनाए है दाई, हैन? हो। कसरी सम्झिनुहुन्छ त्यो पललाई? कसरी सम्झिने, बाटो आइयो काठमाडौँ अनि मन्त्री बनियो हैन। अचानक मन्त्री बनियो। खास त्यस्तो के भनौं न, मान्छेहरूले भन्छ एक्साइटेड भयो, एकदमै उ भयो भन्छ। मलाई त्यस्तो के एक्साइटेड भन्ने हुँदैन के। मन्त्री बन्यो भइ त गयो। हैन, मान्छेलाई यो पदमा पुग्नको लागि, यो पावरमा पुग्नको लागि कति धेरै हुन्छ नि एक्सरसाइज गरिरहेको हुन्छन्। तपाईलाई देशले चाहेर, जनताले चाहेर मन्त्री हुनुपर्छ भनेर आज मन्त्री बनाउँदा नि किन तपाई भित्र चाहिँ त्यो हुन्छ नि उत्साह, उमङ्ग नदेखिएको खास के हो? मन्त्री बन्नलाई खास धेरै एक्सरसाइज त गर्नु पर्दैन। तपाईले भने जस्तो धेरैले एक्सरसाइज चाहिँ गरे। एउटा मन्त्री पद खानको लागि भनेर के गरेनन् मान्छेहरूले हैन। घुसखोरी, भ्रष्टाचार, चाकरीदेखि लिएर सबै कामहरू पनि गरे हैन। कतिले गर्दै पनि अब मन्त्री बन्न सफल त धेरै त हुँदैन। धेरै थोरै मान्छेहरूले जिन्दगीको एकदमै पुरा बल लगाउँदा फेरि मन्त्री बन्न नसकेकाहरू पनि छन् यहाँ हैन। अब के कारणले त्यसो गर्छन् थाहा छैन। तर मन्त्री बन्नलाई धेरै बल गर्नु पर्दैन। मन्त्री बन्नलाई राम्रो काम गर्नुपर्छ। जनताले एकदमै हृदयदेखि नै जनताको चित्त बुझ्ने कामहरू गर्यो भने मन्त्री बन्छ। त्यो बन्नलाई ठुलो कुरा होइन।